अब चाहिँ हितेन्द्र देव साख्या र ऊर्जा मन्त्री दीपक खड्कालाई चाहिँ जसरी पनि त्यो ठाउँबाट बर्खास्त गर्नै पर्ने स्थिति देखियो। लोड सेडिङ यति भइसक्यो कि अब नेपाली जनता यो लोड सेडिङ खप्न सक्दैन नै। म हिजो राति मच्छरलाई टोकेर सुत्न सकिनँ, रातभरि लाइन गएको छ, सुत्न पाएको छैन। ऊर्जा मन्त्री खड्का र यी एमालेका चाहिँ केपी ओलीको सालो केटो तुरुन्तै हटाइहालौँ है। कुलमालाई हटाउनुको नतिजा सबैले देखिसकेका छन्। तत्काल यीलाई चाहिँ जनताले चाहिँ अब गर घेरेर भए पनि कठालोमा यसरी समातेर बाहिर निकाल्नुपर्ने आवश्यकता भइसक्यो। ल गरौँ, जे गर्नुपर्ने गरौँ, सबैले साथ दिन्छन्। छ्याप्प यहाँ समातेर तानेर निकालिहालौँ।